शिव शंकर भगवान को शिव शंकर भगवान को बीचमा भन्छु अनि गर्नु बीचमा गाउनु नि कृष्णचन्द्र भगवान गुजाननं भूतगणादिसेवितं कपितदं भूतधारुभक्षणं उमास्तं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं हरिः ओं गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुसाक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः शुक्लां ब्रह्म विचार सार परमा माध्यम जगद्व्यापिनीं वीणापुस्तकधारिणीं वेदां झाढ्यन्धकारं हस्ते स्वादिकमालिकां विदधतीं पद्मावतीं वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदां ॐ महासरस्वती नमः पुराणपुरुषोत्तमाय नमः अखिल ब्रह्मांड नायक भगवान श्री कृष्ण का चरण कमल में ध्यान करते समस्त देवी देवतालाई ध्यान अर्पित करते राधा कृष्ण को चरण कमल में नमस्कार करते सबै भक्तजनहरूलाई राधे 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 राधे। हिजो हामीले कंसलाई मारेका थियौं। कंसलाई मारिसकेपछि अब यता भगवान श्री कृष्णले चाहिँ उग्रसेनजीलाई गद्दीमा बसाइदिनुहुन्छ र आफ्ना आमा जन्म दिने आमा बाबालाई चाहिँ निकालेर चाहिँ सादर दण्डवत प्रणाम गर्नुहुन्छ र नन्द बाबालाई चाहिँ फर्काइ फुले गरेर चाहिँ ब्रजमा पठाइदिनुहुन्छ। त्यसपछि वसुदेवजीले चाहिँ बलरामको र कृष्णजीको उपनयन संस्कार वर्तमान गराइदिनुहुन्छ। त्यसपछि उहाँहरू चाहिँ गुरुकुल जानुहुन्छ पढ्नको लागि। कृष्ण र बलरामजी गुरुजी को हुनुहुन्छ भने शान्तिमणि गुरुजी हुनुहुन्छ। उहाँ 64 दिनसम्म चाहिँ विद्या प्राप्त गर्नुहुन्छ। 64 दिनमा 64 कला प्राप्त गर्नुहुन्छ। त्यसपछि उहाँहरूको घर फर्किने बेलामा चाहिँ कृष्ण र बलरामजीले गुरुजीलाई सोध्नुहुन्छ, हजुर हामी अब के गुरु दक्षिणा दिउँ भनेर यसरी भन्दाखेरि गुरुजीले यता मनमा यसो संकोच राख्नुभयो, तर गुरुआमालाई चाहिँ भकभकार रुन थाल्नुभयो। अनि रुन थालिसकेपछि गुरुले भन्नुभयो, यसरी हाम्रो एउटा छोरा थियो, त्यो चाहिँ समुद्रमा डुबेर मर्यो, अब त्यसलाई चाहिँ ल्याइदिनु पर्यो भनेर यसरी भनिदिनुहुन्छ। अब कृष्ण जानुहुन्छ समुद्रमा, समुद्रलाई सोध्नुहुन्छ। समुद्रले भन्छ, हजुर मैले उनको छोरालाई डुबाएको छैन। त्यसो भए समुद्रले भन्छ नि यहाँ तल राक्षस छ, त्यसले चाहिँ बा लगो कि पक्रेर भनेर भन्दाखेरि उहाँहरू खोज्दै जानुहुन्छ। त्यहाँ तल गएपछि राक्षस भेटिन्छ। अब राक्षससँग युद्ध गर्नुहुन्छ, दुईजनाले त्यो राक्षसलाई मार्नुहुन्छ, तर त्यहाँ पनि गुरुको छोरा पाइँदैन। अब तर त्यहाँ कृष्ण भगवानले त्यो पाञ्चजन्य शङ्ख भेटाउनुहुन्छ त्यहाँबाट। अनि त्यो शङ्ख बजाउँदै यमलोक जानुहुन्छ कृष्ण र बलरामजी। यमलोकमा गइसकेपछि यमराजले चाहिँ सादर सत्कार गर्छन्, आउ भगत गर्छन्। हजुर आउनुभयो भनेर चरण आदि पखालेर राख्छन्। के निमित्त आउनुभयो भनेर यसरी यमराजले सोद्धाखेरि हाम्रो गुरुजीको छोरा यहाँ छ भनेर निकालेर दिन्छन्। अनि ती छोरालाई लगेर चाहिँ गुरुलाई अर्पित गरेपछि गुरुले एकदम आशीर्वाद दिनुहुन्छ कि हे कृष्ण, तिम्रो जन्म जन्मान्तरसम्म यश र कीर्ति भइरहेको जान्छ भनेर यसरी गुरुले आशीर्वाद दिनुहुन्छ। कृष्ण भगवानको जय। यसरी अब कृष्णजीले चाहिँ उद्धवजीलाई चाहिँ व्रतवासीहरूलाई चाहिँ सम्झाउन पठाउनुहुन्छ। किनभने सबै व्रतवासीहरू कृष्ण भक्तिमा यति लिन भएका थिए कि कृष्णबाट विरक्त हुन सकेनन् उनीहरू। र उद्धवजीलाई सम्झाएर पठाउनुभयो कि हे
उद्धवजी कृष्ण भगवानले अति नै माया गर्नुहुन्छ, तपाईँहरूलाई सम्झिनु भएको छैन। व्रत व्रतमा चाहिँ कृष्ण भगवान सम्झिनु, यही सबै प्रत्येक रुख हाँगामा, प्रत्येक कणमा, यमुनामा, सबै ठाउँमा चाहिँ कृष्ण छ। यसरी सम्झिएर बोलाउनु भयो भने म तुरन्त प्रकट हुन्छु भनेर चाहिँ यसरी बताइदिनु भनेर उद्धवजीलाई सन्देश वाहक बनाएर पठाउनु। अब यता कृष्णजी र बलरामजीको चाहिँ जरासन्ध भन्ने एउटा राजा थियो, अत्यन्त शक्तिशाली। त्यो चाहिँ पटक पटक आएर मथुरामा चाहिँ आक्रमण गरिरहन्थ्यो अनि त्यसलाई भगवान श्रीकृष्णले अपमानित गरेर बार बार पठाउनुहुन्थ्यो, तर ऊ फेरि आउँथ्यो, फेरि त्यसरी नै अपमानित गरेर पठाउनुहुन्थ्यो। यसरी गर्दा गर्दै 15-17 चोटि त्यो लडाइँ भयो। त्यसमा चाहिँ अब जरासन्धका धेरै सैनिकहरू मारिए। यता कृष्ण भगवानका सैनिकहरू पनि त्रसित भए, डरले युक्त भए। भगवानले फेरि सोच्नुभयो अब यहाँ बस्न बेकार छ अनि द्वारिकापुरी बनाउनु भयो। द्वारिकापुरी बनाउनको लागि विश्वकर्माजीलाई सम्झिनुभयो। विश्वकर्माजीले आफ्नो मायाद्वारा चाहिँ द्वारिका समुद्रको भित्र द्वारिकाको निर्माण गर्नुहुन्छ र मायाद्वारा चाहिँ सबै त्यहाँका जति पनि मथुरामा वासी हुन्छन् ती सबैलाई चाहिँ लगेर द्वारिकामा वास गराइदिनुहुन्छ। यसरी त्यसपछि कृष्णजी र रुक्मिणीको विवाह हुन्छ। रुक्मिणीजीले चाहिँ सन्देश पठाउनुहुन्छ एउटा ब्राह्मणद्वारा कि मैले हजुरलाई नै सब कुछ मानिसकेको छु भनेर। यसरी भन्दाखेरि कृष्ण भगवानले पनि रुक्मिणीजीको प्रस्तावलाई स्वीकार गर्नुहुन्छ। स्वीकार गरिसकेपछि लिन जानुहुन्छ त रुक्मिणीको दाजुले विरोध पैदा गर्छन्। त्यसलाई लडाइँ गरेर त एक साइड गरिदिनुहुन्छ र रुक्मिणीलाई लिएर आएर विवाह गर्नुहुन्छ, आफ्नो महलमा लिएर आउनुहुन्छ। यसपछि रुक्मिणी र कृष्णजीबाट प्रद्युम्नको जन्म हुन्छ। प्रद्युम्नले चाहिँ शम्बरासुरलाई मारेर चाहिँ प्रद्युम्नजी कामदेव हुनुहुन्छ। भगवान शिव शङ्करको नेत्रद्वारा जलेर भस्म हुनुभएको थियो। उहाँ नै प्रद्युम्न श्रीकृष्णका छोरा भएर कामदेवजी प्रकट हुनुहुन्छ। त्यसपछि कृष्णलाई चाहिँ कलङ्क लाग्छ, मणि चोरो भनेर चाहिँ कलङ्क लाग्छ भगवानलाई। सत्राजित भन्ने एउटा नागरिक बस्दथे, उनले चाहिँ सूर्यको उपासना गर्दथे। उनलाई चाहिँ सूर्य भगवानले एउटा मणि दिएको थियो। त्यो मणिले चाहिँ प्रत्येक दिन जो हो सुन दिन्थ्यो। त्योसँग सुन माग्दाखेरि त्यसले सुन दिन्थ्यो। सुन दिइसकेपछि अब त्यहाँ मजाकमा भगवानले भन्नुहुन्छ